साथीहरू यो पिज्जा डो म पिज्जा बनाउन गइरहेको छु। यो फ्रेस पिज्जा यसरी बन्छ हाम्रोमा हैन। हजुरहरूकोतिर कसरी बन्छ खाँदा मन पर्न मिठो मन नपर्न नमिठो। यो पिज्जाको रोटी भयो। थोरै यसमा बटर लगाउनु पर्छ यसरी। अनि यो पिज्जा डो भयो हैन। अनि यसलाई चाहिँ गोलो बनाउनको लागि यसरी लिनु हैन। यसलाई यसरी तन्काउने भने यसरी तन्काएपछि यो म खालि पिज्जा डो बनाउँदैछु बनाएर राख्नको लागि हैन। फ्रोजन बनाउने अनि फ्रोजन गरेर राख्ने अनि अर्डरमा निकाल्ने अर्डर बनाउने सजिलो तरिका बुझ्नुभयो त। यसरी बन्छ यो पिज्जा। एकदम बिटवाला पिज्जा बन्दैछ यो हैन। फ्रेस डो एकदम फ्रेस डो यो हैन। यो चाहिँ 3 दिनको लागि चिलरमा आज बनाएपछि 3 दिनलाई हुन्छ हैन। अर्डर आयो भने आजै सकिन्छ। अर्डर कम्ती भयो भने 3 दिनको लागि हुन्छ। यसरी यसरी बन्छ यो हैन। अनि अलिकति यसो घुमायो भने यो चाहिँ तन्किन्छ एकै ठाउँमा हुँदैन। यस्तो भयो हैन। अब हेर्नुहोस् पिज्जा भित्र चाहिँ लाग्दैछ। पिज्जा हो भन्नु अब यस्तै हुन्छ। पुरानो पिज्जा हो भन नि त। यो फोहोर होइन है। कस्तो डटी हो नभन्नु होला है। ल हेर्नुहोस् यस्तो भइसक्यो। यो रेडी भयो। अब रेडी भयो यो एकदम रेडी है।